Hello, dear friend. Our planter already successful used by many farmers in South Asian countries. This video showing you Nepali use our planter. एकदमै पानी नभएको सुक्खा माटो भन्दा छिपछिपे 2 इन्च पानी भएको माटोमा चाहिँ यो मेसिनले राम्रो काम गर्दछ। एक दिन वा 2 दिन अगाडि डल्ला ढुङ्गा नभएको एकदम सम्म रोप्न ठिक्क पारेको माटो बनाउने माटोलाई चाहिँ एकदम रोप्न ठिक्क बनाउने सकेसम्म जति सकिन्छ सकेसम्म चाहिँ सम्म बनाउने प्लेन बनाउने खेतलाई जोतिन्छ हैन जोतेर पटा लाइन्छ पटा लाउने जोत्ने पटा लाउने बाउसे गर्ने काम चाहिँ आज रोप्नु छ भने 2 दिन अगाडि नै सक्ने अथवा कम्तीमा पनि 1 दिन अगाडि नै सक्ने 1 वा 2 दिन छोडेको बासी मेलो बनाउँदा चाहिँ मेसिनले राम्रोसँग उत्कृष्ट काम गर्छ। आलो मेलो र धेरै भासमा काम गर्दा बल धेर लाग्ने पनि हुन्छ अनि अलिक अप्ठ्यारो पनि हुन्छ र काम राम्रो नहुने समस्या हुन सक्दछ। दोस्रो चाहिँ के हुन्छ भने बिउ चाहिँ 30 अब हुन त 30 सेमी भन्दा लामो भयो भने पनि मेसिनमा राख्ने ठाउँ छ मिल्छ केही समस्या त हुँदैन तर सकेसम्म 20 देखि 30 सेमी सम्मको बिउ हो भने मेसिनमा लोड पनि हुँदैन र मेसिनलाई तान्न पनि मेसिनलाई काम गर्न पनि सजिलो हुन्छ। 20 सेमी भन्दा सानो हो भने नि अप्ठ्यारो हुन्छ। 20 देखि 30 सेमीको बिउ भए राम्रो। बिउ चाहिँ जरा एकदमै राम्ररी सफा गर्ने जरामा माटो हुनु हुँदैन मेसिन हात होइन मेसिनले एउटा सिस्टमले काम गर्छ माटो भयो भने बिउ टाँसिन्छ त्यसैले बिउबाट चाहिँ माटो निकाल्ने त्यसमा पनि धेरै मसिनो खालको बिउ भयो भने समस्या हुन सक्छ। साधारणतया ठिक्कको बिउ मोटो बिउ भयो भने नै राम्रो हुन्छ र बिउमा धेरैवटा आँखला भएको छ भने त्यसलाई छुट्याउनु राम्रो हुन्छ। सकेसम्म जरा छुट्याएको बिउ राम्रो। अब ताजा बिउ हुँदा धेरै राम्रो ओइल्याएको बिउ 2 दिन अगाडि 3 दिन अगाडि काटेको बिउ भन्दा ताजा बिउ राम्रो। अब यो मेसिनको त्यो स्टिलको भाग चाहिँ ट्रे हो त्यसलाई ट्रे भनिन्छ। यो ट्रेमा चाहिँ बिउलाई जरा चाहिँ भित्रपट्टि पारेर राख्ने अनि यो साधारण ब्याडमै राखेको बिउले काम दिन्छ। बिउ राम्ररी धुनु चाहिँ पर्यो साधारण ब्याडमै राखेको बिउले काम दिन्छ। बिउलाई चाहिँ जरालाई चाहिँ भित्रपट्टि पारेर राख्ने। अब यो फेरि एकदम टाइट पारेर राख्ने होइन हल्का हातले मिलाएर राख्ने अनि टाइट नगर्ने यसलाई यसरी चाहिँ यो राख्ने हल्का पारेर राख्ने। अब यो बिउ राखिसकेपछि चाहिँ हल्का पछाडि सर्दै ह्यान्डल आफूतिर घुमाउने हैन यो पकड्ने ठाउँमा पकड्ने र पकड्दाखेरि पनि त्यसलाई दबाउने होइन त्यो जहाँ पक्डिन्छ जुन देब्रे हातले पक्डिन्छ त्यो पक्डिनलाई हल्का उचाले जस्तो गरेर पकड्ने र दाहिने हातले चाहिँ आफूतिर तानेर घुमाउने ह्यान्डल आफूतिर तारेर घुमाउने। अनि यसो गर्दाखेरि अब यो मेसिनले चाहिँ तपाईको रोप्न सुरु गर्यो। बिस्तारै आत्तिएर गुडुडु कुद्ने पनि होइन बिस्तारै घुमाउँदै रोप्दै गर्दाखेरि आफूलाई असहज नहुने गरी सर्दै सर्दै रोप्दाखेरि यसले राम्ररी चाहिँ रोप्छ। करिब भन्नुस् न 2 इन्च चाहिँ 5 सेन्टीदेखि 6 सेन्टीसम्म चाहिँ भित्र यसले बिउ रोप्छ र जति रोप्नु पर्ने हो त्यो चाहिँ यसले रोप्छ। अब यो बिउ चाहिँ सकिनु अगाडि नै ट्रेमा यो जुन छ यो ट्रे स्टिलको यसमा सकिनको लागि अब सम्झिनुस् कि झन्डै आधा भित्ता जति अब बिउ बाँकी रह्यो भनेपछि चाहिँ बिउ थपिहाल्नुपर्छ नभए चाहिँ त्यो मेसिनले बिउ नतान्ने हुन्छ लोड नपुग्न सक्छ। आलो बिउ पनि किन खोजेको भन्दा आलो बिउ हो भने सरेर तल जान्छ सुकेको बिउ चाहिँ माथि नै अड्किन पनि सक्छ। जान्छु हामीहरूलाई सजिलो भयो यो महिलाको लागि सजिलो छ। रोपाइ मलाई राम्रो लाग्यो यो मेसिनको आई मैले चलाउन सकिने रहेछ ढाड पनि नदुख्ने छिटो पनि रोप्ने मलाई राम्रो लाग्यो। रोपाइ राम्रो लाग्यो मलाई जन पनि धेर लाग्दैन रोप्नमा मेसिन पनि राम्रो सजिलोसँग चलाउन छ। यो सानो मेसिन राम्रो छ सजिलो छ चलाउन।